के हजुरहरूलाई थाहा छ नेपाली काङ्ग्रेस एन्ड एमालेको यस्तो स्ट्रङ कम्युनिटी भए बापत कसरी हार्यो? कम्युनिटी लाइक एज नेपाली काङ्ग्रेसमा सबभन्दा बढी पैसा भएको मान्छे विनोद चौधरी त्यो पनि हारे। सबभन्दा बढी सोसल मिडियामा इन्भेस्ट गर्ने मतलब जस्ट लाइक बुस्टिङ पेज बुस्टिङमा प्रचारमा पैसा लगाउने चाहिँ नेपाली काङ्ग्रेस एन्ड एमाले। अनि अर्को कुरा जति पनि स्थानीय तहको जस्ट लाइक मेयर उपमेयर वार्ड अध्यक्ष सदस्य सब चाहिँ तिनीहरूको थियो। त्यो बापत पनि पत्तासा भयो। अनि त्यसपछि हेर्नुहोस् जति पनि प्रदेश सभाको सदस्य थियो राष्ट्रिय सभाको सदस्य थियो सब पनि त्यही पुरानो पार्टीको थियो नेपाली काङ्ग्रेस एमाले माओवादीहरूको। त्यो बापत पनि हार्यो। त्यो कुराले एउटा के सिक्नु पर्यो भने कि हामीले सिक्यो नेपाली जनताले जति पनि ट्रेडिसनल पुरानो चलिरहेको थियो राजनीति नेपाली जनता सम्झिसकेको थियो कि यो चल्दैन। यो पालि पैसा पनि बाँड्यो धेरैले पैसा खर्च गर्यो चुनावमा मान्छेलाई पैसा दियो तब पनि पुरानो पार्टीको अलमोस्ट पत्ता साफ भयो।